म गौरवले भन्छु के भने हाम्रा समाजमा हामी पुरुष वर्गबाट वक्ता धेरै भइसक्यौँ, विचारसही भइसक्यौँ आसाममा, तर छोरीहरू दिदीहरू बहिनीहरू थोरै हुनुहुन्छ। यो कुरामा म के भन्छु भने ए सुधी सज्जन, हामीलाई त सद्भावना छोरी भाउजू काकी चाहिएको छ। जुन छोरीहरूले, जुन भाउजूहरूले, जुन दिदीहरूले यसरी मञ्चमा बसेर जम्मै सिङ्गो समाजलाई भक्तिका मार्गतर्फ लग्न सक्नुहुन्छ, त्यस कारणले म हामी सबैकी माननीय भागवत वाचिका दिदीलाई मेरा तर्फको सदा सर्वदा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। सिङ्गो विश्व बनाउँछौ जति पनि आफू पनि पुग्दछ, यो हाम्रा लागि गौरवको विषय। आज कई वर्षबाट हाम्रा माझमा असमदेखि बाहिर गएर भारतवर्षका अत्र तत्र सर्वत्र श्रीमद् भागवतका, शिवपुराणका, रामायणका, देवी भागवतका अन्य कथाले हाम्रो समाजमा यत्रो एउटा भक्तिको धारा अवगाहित गरेर हामीलाई भक्ति मार्गतिर लग्नु भएको छ। उहाँप्रति हामी सदैव ऋणी हुन्छौँ। समुपस्थित विद्वत्वर्ग, जीवनको सार के अरे भन्दाखेरि त विश्वधरामा फुलोस् भागवत धर्म परम्परा, विश्वधरामा फुलोस् भागवत धर्म परम्परा, भागवतका दिव्य ज्योतिले उज्याली हुन् वसुन्धरा। हामीलाई यस्तो लाग्छ होला आसाममा हाम्रो छिमेकी नेपालमा मात्रै भागवत सुन्न यसरी बस्छन् होला, होइन नि। विश्वका कुना कुनामा सनातन हिन्दू जीवहरू जहाँ जहाँ बसेका छन्, काका कुलीले पानी पर्खे झैं भागवत पर्खी बसेका छन्। भागवत सामान्य ग्रन्थ होइन, भागवत हाम्रो जीवनको आधार हो, प्राणी मात्रैको। फेरि श्रीमद् भागवतले त के भन्छ भने श्रीमद् भागवत जाति धर्म भाषा राष्ट्र निर्विशेषे प्रत्येकका लागि कल्याणकारी। श्रीमद् भागवत के हो भन्ने प्रश्न आउँछ गएको बेलामा उत्तर के आएको छ भने अर्थोयम ब्रह्मसूत्राणाम भारतार्थ विनिर्णयम गायत्री भाष्य भूतोऽसौ श्रीमद् भागवतम विदु। श्रीमद् भागवत काकुले श्रीमद् भागवत की अर्थोयम ब्रह्मसूत्राणाम, ब्रह्मसूत्रको साङ्गो पाङ्गो अर्थ श्रीमद् भागवत हो। गायत्री भाष्य भूतोऽसौ। वेस्टर्न विद्वानहरू के भन्नुहुन्छ भने श्रीमद् भागवत इज टोटल कमेंट्री ऑफ गायत्री महामंत्र। So that अनि आजको श्रीमद् भागवतमा के छ? What is there? Why I should do Bhagavata? Why I should do read? What is the essentiality of Bhagavata? यस्ता प्रश्न आएका छन्। तर विद्वानहरू के भन्नुहुन्छ भने श्रीमद् भागवत सिङ्गो यस्तो शास्त्र हो जहाँ हामीले खोज्न सक्यौँ भने अङ्क छ, रसायन विज्ञान छ, फिजिक्स छ, केमिस्ट्री छ, विश्वधराका जम्मै ज्ञानको खजाना श्रीमद् भागवत बनेको छ। यो त रसायन हो, रसायन। सबजनाहरू विद्वानहरू के भन्नुहुन्छ भने श्रीमद् भागवतलाई हामीले सामान्य धर्म ग्रन्थ मात्रै मान्नु हुँदैन, गल्ती हुन्छ नि। त्यसो भए के मान्नु त भन्दा यो त भगवान, यहाँ मेरो भगवान एकदम तटस्थ हुनुहुन्छ, तर श्रीमद् भागवतका दिव्य ग्रन्थमा सर्वेश्वर श्री भगवान हुनुहुन्छ भन्ने कुरा मैले खोज्न सक्नुपर्छ, मैले देख्न सक्नुपर्छ। मेरा आँखामा त्यति हुत्ती चाहिन्छ, मेरा मनमा त विश्वास चाहिन्छ, मेरा विश्वास अनि मसँग संकल्प चाहिन्छ कि श्री भागवतको आजका युगमा यत्रो प्रचार प्रसार हाम्रा मनमा प्रश्न आउँछ, श्रीमद् भागवत यहाँ, श्रीमद् भागवत वहाँ, श्रीमद् भागवत यस्तो किन भएको होला? यो त नारदजीको कृपा हो। नारदजीले उहिलेै वचन दिनुभएको छ, म हे भक्ति तिमीलाई घर घरमा जन जनमा गाउँ गाउँमा लगेर प्रतिष्ठापित गर्छु। त्यसै कारणले आज भागवत विश्वधराको गहनो बनेको छ। म त आग्रह गर्छु हामीले भागवतलाई मनन गरौँ, चिन्तन गरौँ, दर्शन गरौँ, निवेदन गरौँ।
दुईटा मार्ग हुन्छन्, एउटा प्रेम मार्ग, एउटा श्रेय मार्ग। प्रेम मार्ग भनेको मलाई मन गर्ने बाटो, अर्को चाहिँ श्रेय मार्ग। श्रेय मार्ग भनेको के अरे भन्दाखेरि त जुन मार्गद्वारा मेरो कल्याण प्रशस्त हुन्छ, जुन मार्गद्वारा म शुद्ध बुद्ध पवित्र भएर भगवानको बन्न सक्छु, त्यही मार्ग त भागवत हो नि। घर खेती बारी छोरा छोरी संसार सम्पत्ति वैभव, यो प्रेम मार्ग एकछिन मलाई कस्तो हुन्छ, तर मैले भागवतका तिर लगे मलाई भने म सब थोक पाउँछु जुन मेरो लागि कल्याणकारी हुन्छ।